to my channel. यसलाई चाहिँ म बङ्गलो बनाउनेवाला ल हेर्नु साथीहरू दसैँमा चाहिने खसी त यहाँ पो रहेछ नि सो हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ मेरो घर आएको छु यो हाम्रो चाहिँ घर हो हामी जन्मेको घर सो गाइज आज चाहिँ म तपाईहरुलाई के गर्न गइरहेछु भने सरप्राइज रे मेरो ड्याडी हो आई भन्दैन ड्याडी हेलो हाई मेरो ड्याडी अनि यो चाहिँ हाम्रो घरबाट यस्तो दामी डाँडा काँडाहरू देखिन्छ गाइस लुक भ्यागु त जस्तो फुलिन्छ भन्छ नि यो भ्यागु त जस्तो फुलिन्छ भनेको ए साथीहरू यो चाहिँ मेरो बोयफ्रेन्ड फुले जस्तो हो यो तँलाई पल्टाइदिउँ ल पल्टाइदिनु त पल्टिँदैन हौ ल रिसाको त्यो कस्तो फन्नीवाला रहेछ यार यो त वाइ okay so hi guys welcome back to my channel यो चाहिँ हाम्रो कुखुरा आजको हाम्रो फुलपातीको केटा कुखुरा केटा यो चाहिँ मेरो ड्याडीले चाहिँ पक्रिनु हुँदैछ सो गाइस यो आजको हाम्रो खाना बास्ने भाले हो यो आज दसैँको छाक मेटाउने हो तीनजनालाई इनफ हुने खालको छ सो हाम्रो चाहिँ घर यहाँ हामी चाहिँ पुरानो घरमा छौँ होइन यो भत्केको घरमा छौँ यो घरलाई चाहिँ म अबको 2 वर्षमा चाहिँ होइन यहाँ यसलाई चाहिँ म बिल्डिङ बनाउँछु बङ्गलो बनाउँछु एउटा यही घरमा गाइस होइन सो अबको 2 वर्षमा मेरो पुरा हुँदैछ त्यही हो साथीहरू यो चाहिँ अहिलेको घर यस्तो छ म ट्रान्ज्याक्सन भिडियो बनाउनुको लागि चाहिँ उयो गरिराख्छु भिडियो गरिराख्छु यो चाहिँ के भने यो चाहिँ रेड बुल हालेको हो यसमा यो हालेर पानीमा हालेर यो खासै खाइँदैन रेड बुल कहिले कहिले खाइन्छ त्यही हो साथीहरू किप वाचिङ म त कस्तो नराम्रो देखेको छु आज त पुरै कलुवा भएको छु त्यही भएर सेफ्टी फर्स्ट साथीहरू त्यही भएर म चाहिँ रुमाल लगाउँछु रुमाल लगाउँछु यसरी कलुवा भएको छु साथीहरू म त साह्रै कलुवा भएको छु ल जामा अब हामी चाहिँ यहाँनिर खाना खाँदैन नि त तल घरमा खान्छौँ अनि हामी चाहिँ तल घर जानु लागेको आजको हाम्रो यो कुखुरा के भन्छ यसको तिते खानुपर्छ होइन तिते पनि खानुपर्छ आज यसको भुत लाग्यो तिते बनाउँछु किप वाचिङ गाइज हामी कसरी के गर्छौँ आजको दिन हामी देखाउँछौँ सो मेरो घर चाहिँ यही हो है यसलाई चाहिँ म बङ्गलो बनाउनेवाला छु आफ्टर 2 इयर्स साथीहरू त्यहाँ हेर्नु न हाम्रो बाख्रा बाई सेक्सी हेलो हेरिरहेछ हामी चाहिँ मेरो यता हाम्रो घर ओइ हान्छ ओइ के साडे पल्टिरहेको रहेछ यो त यहाँ हान्छस् मलाई हो सो गाइज अब हामी चाहिँ कुखुरा सुखुरा काट्नुपर्छ साथीहरू दसैँ नि त दसैँ
कति राम्रो फुल्छ साथीहरूले। ल यस्तो फुलहरू चाहिएमा सम्पर्क गर्नु होला। हाम्रोमा चाहिँ टनमा फुलहरू छ। हामी अनलाइन डेलिभरी गर्छौँ। लुक सबै अनलाइन डेलिभरी हुन्छ है, अनलाइन डेलिभरी हुन्छ। सो गाइस हामीले चाहिँ फुल पनि राखेको छौँ होइन, यहाँ फुलबारी फुल आहा। अनि हामीले चाहिँ यति राख्यौँ क्या, यो के अरे यो सयपत्री, यो अङ्गुर, अनि ब्रह्मकमल, त्यसपछि यो राखेँ एउटा यो फुलको गाडी आहा। त्यही भएर यहाँ हाम्रो बगैँचामा र गाईहरू यहाँ मुन्तला कस्तो मजाले फुल फलेको छ हाम्रो घरमा। अनि यो कति राम्रो छ यो। यस्तो क्युट ढुङ्गामा बसिरहेको छु, हेर्नुहोस् लुक कति ब्युटिफुल हाम्रो बगैँचा छ। यहाँ हाम्रो बगैँचा ब्युटिफुल बगैँचा। यता हाम्रो माइजू, यहाँ फुल, हेलो कति राम्रो फुल। म चाहिँ यहाँ बस्छु अब, कति रमाइलो भइरहेछ गाइस, रमाइलो भइरहेछ। गाइस म चाहिँ घाँस काट्दैछु है, यसरी काट्नुपर्छ क्या, हेर्नु ल। अब यति मैले काटेँ होइन, अब यसरी काट्ने हो घाँस चाहिँ। यो चाहिँ यसलाई चाहिँ तपाईँहरू के भन्नुहुन्छ, हाम्रो चाहिँ सिमल तरुल भन्छ होइन, यसलाई सिमल तरुल भन्छ। यसरी यसरी काट्ने, यसरी काट्ने है साथीहरू। यसलाई चाहिँ सुँगुर चारो दिँदा पनि हुन्छ। अनि के अरे के भन्छ नि यसलाई, सुँगुर चारो दिँदा पनि भयो होइन। अनि नत्र यसलाई चाहिँ उयो गर्दा पनि भयो क्या, बाख्रालाई दिँदा पनि भयो। सो हामी चाहिँ सुँगुरलाई पनि दिन्छौँ, बाख्रालाई पनि दिन्छौँ। त्यही हो साथीहरू। मलाई चाहिँ डर लाग्छ, सर्प हुन्छ कि यता चाहिँ, सर्पदेखि मलाई डर लाग्छ। त्यही भएर ल गाइस मेरो घाँस यति भयो, मैले घाँस चाहिँ यति काटी भ्याएँ। सो अझ नि काट्नुपर्छ अलिअलि, पुग्दैन नि त, त्यही भएर यसरी। ल त साथीहरू यस्तै छ जिन्दगानी दर्पण छाया हाम्रो चाहिँ है। हात गल्यो क्या, जामै साथीहरू जाम। आयो मामपाका यति गर्ने हो, यहाँ राख्ने हो। अब म बाख्रालाई दिन्छु है त, म चाहिँ बाख्रालाई दिन गएँ है। अब दिनु पर्यो है। मेरो घाँस सबै फङ्गी लागेको रहेछ। मेरो चप्पल यति भयो। अब खाल्टो रहेछ नि यहाँ त। त्यसपछि ल साथीहरू मैले बाख्रालाई पनि घाँस दिइसकेँ। मेरो बाख्राहरू हेर्ने कस्तो छ।
चाहिँ एउटा छ यहाँ, अर्को दुईटा यहाँ छ। खाँदैछ, घाँस खाँदैछ साथीहरू। मिठो मानेर खाँदैछ। आज त निकै भोक लागेछ, डन्ठी डन्ठी खान्थ्यो है। यदि फ्याल्थ्यो, यति चाहिँ खान्थ्यो, यता चाहिँ फ्याल्थ्यो क्या पात चाहिँ। आज पात पनि खाँदैछ जे होस्। निकै भोक लागेको रहेछ मेरो पुन्टुरेहरूलाई। ल है त साथीहरू, मैले सबै दिएर भ्याइसकेँ। मलाई साह्रै गर्मी भएको छ। अब खाना खानु पर्ने हुन्छ। म चाहिँ यहाँनिर यो घरमा छु, पुरानो घरमा। तल घरमा जानुपर्ने हुन्छ, मामा घरमा। अनि मेरो यो घरमा चाहिँ अनि काम सकाएँ, खाना खान जानुपर्ने हुन्छ। त त्यहाँ गएर भेटौँला। सो गाइस, हेर्न सक्नुहुन्छ यसले यो चाहिँ यता आन्टीहरूको बाख्रा हो। लुक कति ठुलो। यसले एकैचोटि 3वटा बियाएको गाइस, 3वटा। काठमाडौँ गएर क्या यो त यहाँ कति क्युटी छ। अनि यो चाहिँ यसको बच्चा हो। बच्चा ल हेर्नु मेरो साथीहरू, हेर्नु हाम्रो आन्टीको बाख्रा। कति राम्रो राम्रो, कति राम्रो त नि। तिमी त यो पो राम्रो रहेछ हौ, सेतो कलरको। उही त्यो त झन् कति राम्रो सेतो रहेछ। ए हाम्रो आन्टीको हेर्नु त 3-3वटा जन्मा है यसले, 3-3वटा। ल अम्मै कति यो कान्छी कति राम्रो त नि। तिमी अहिले यसको आँखा त पुरै उयो कलरको रहेछ हौ। आँखा पनि कस्तो राम्रो हो यसको, कालो खालको छैन, निलो खालको टाइपको के। आइज यहाँ, आइज। कुची कुची। अबै तैँले मलाई हान्ने हो, कुची कुची हान्ने हो। बाई 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 बाई। हेर्नु है, हेर्नु यो मेरो आन्टी। यहाँनिर आन्टीको बाख्राको के भन्छ, फार्म हाउस है, फार्म हाउस। बाख्राको फार्म। खसी चाहिन्छ भने लिन आउनु। हेर्नु है त, आमामा दसैँमा चाहिने खसी त यहाँ रहेछ त नि। अनि दसैँमा चाहिने खसी त यहाँ रहेछ त नि। के हो त नि यत्रो। ल हेर्नु साथीहरू, दसैँमा चाहिने खसी त यहाँ पो रहेछ नि। आमामा ज्याङ्गो खसी त यहाँ रहेछ त नि। अनि 50-60 हजारमा लाने खालको यो त। आमामा मै जत्रो छ त हौ, मभन्दा ठुल्ठुलो छ त नि हौ। ल हेर्नु, चाहिन्छ भने सम्पर्क गर्नु है। खसी चाहिन्छ भने सम्पर्क गर्नु है, खसी चाहिन्छ भने। यहाँ हेर्नु त गाइजहरू, विशेष गरी बाहुन साथीहरूलाई, मेरो बाहुन साथीहरूलाई हेर्नु। आम्मामा खतरा छ त नि हौ, खतरा छ त नि। ल है त, ल यो पालिको दसैँ राम्रोसँग मनाउनु होला। यहाँनिर बाख्रा, यहाँ हेर्नु न खसीहरू। चाहिन्छ भने सम्पर्क गर्नु, हामी डेलिभरी पनि गरिदिन्छौँ। हेर्नु त। ल गाइज, हेर्न यहाँ ओइ, नभाग्न, यहाँ आउन। सुत्केरी ल ओइ, त्यसले सुसु गर उता। गाइस म चाहिँ मलाई चाहिँ यस्तो सुसिला बज्यो भने चाहिँ बच्चा बेलामा के भन्थ्यो भने हावा चल्छ भन्थ्यो है हामी चाहिँ। अनि यस्तो सुन्दाखेरि अचम्म हाँस उठ्छ होइन। इट्स फनी टु हियर होइन, बट इन रियालिटी दिस इज ट्रुथ के साथीहरू। मैले त्यो
सुशीला बजायो भने हावा चल्छ जस्तो फिल हुन्छ क्या मलाई चाहिँ होइन न किन होइन चलिरहने हुन्छ होइन अनि आफै विचार गर्नु ल मैले त्यो सुशीला बजाएको भिडियो छ क्या म त्यो पनि राखिदिन्छु यहाँनिर जोडेर क्लिप त्यही हो साथीहरू गर्मीले मर्न लाग्यो कस्तो राम्रो देखिएको गाइस यो सनसेटमा हामी चाहिँ खोला जानु लागेको नुहाउनु छ के नुहाउनु छ साथीहरू खोला जानु लागेको सबै काम सकायो होइन यो बाख्राहरूको चाहिँ इग्नोर गर्नु होला साउन्ड यिनीहरूलाई चाहिँ जति दिए पनि हुँदैन होइन सो गाइस हामी चाहिँ यस्तो जङ्गलमा चाहिँ राम्रो देखेको छ होइन अनि त्यसपछि त्यस्तो हिँडिरहेको छौँ हामी जङ्गलै कारे कहाँ जानु लाग्यो रे हामी म त ल्याएन नि त नुहाउने साबुन ओ उयोहरू हुन्छ होइन अनि हामी कहाँ जानु लाग्छौँ भन्थे त्यही होइन म लिएर आउँछु ल ल यस्तै हो साथीहरू हाम्रो चाहिँ कहिले नि केही न केही बिर्सिरहेको हुन्छ अनि झ्याउ लाएको हुन्छ त्यही हो फेरि फर्किने बेला भयो टिकटकै गर्न पाउँदैन जस्तो छ आज पनि रात पर्छ जस्तो छ अस्तिकै जस्तो झ्याउ लाग्छ म चाहिँ यो आउटफिट लगाएर गएको अस्ति पनि यही लगाएको थिएँ फोटो खिच्न पाएन क्या त्यही भएर साथीहरू त्यही भएर ल भेटौँला ल तल झर्नामा हाम्रो झर्ना कति ठुलो छ क्या म देखाउँछु तपाईँहरूलाई सो म चाहिँ भ्लग गरिरहेको छु फ्रन्ट क्यामेराबाट मलाई चाहिँ राम्रो लागिरहेको छ है भ्लग गर्नु हो कस्तो राम्रो देखेको हेर्नु न उयो घाम ब्याक गर्छु हेर्नु त घाम कति राम्रो घाम पर्दाखेरि त चिक्ना देख्दो रहेछु त म पनि चिक्ना देख्दो रहेछु त जाँदैछौँ साथीहरू जाँदैछौँ यहाँ मेरो बहिनी आउँदैछ पछाडि ऐ छिटो आइज है यस्तो गर्मी भइरहेछ जाँदैछौँ साथीहरू अब चाहिँ छिटो छिटो जानुपर्छ होला घाम जानु लाग्यो अनि घाम गएपछि फेरि राम्रै भिडियो आउँदैन क्या अब काम गर्दा गर्दै यतिखेर भइहाल्छ बाख्रा ला सुँगुरलाई त सोतरै ल्याउनु बिर्सेछ सोतर चाहिँ छ है साथीहरू सुँगुरलाई सोतर लगाइदिनु पर्ने कस्तो बिर्सेछ त हौ ल्याइदिनु पर्यो भनेको त ल खत्तम भयो त सोतर बिर्सेर यता हाम्रो माथिल्लो घरमा चाहिँ सोतर हामीले उयो गरेको थियौँ क्या काटेको थियौँ उखालेको थियौँ झारसार अनि त्यो त सुँगुरलाई हुन्छ नि त तर ल्याउन पाएन यस्तै हो साथीहरू हेर न बिर्सिहाल्छ सम्झिँदैन तर घाममा चाहिँ खतरा देख्ने रहेछ कि ओहो मान्छे राम्रो हालेको छ काली भइसक्यो मान्छे राम्रो हो कि कपडा राम्रो हो साथी हाम्रो गाउँ चाहिँ यस्तै छ है हेर्नु हाम्रो गाउँ हामी ठुलो झरना भेट्नुपर्छ साथीहरू तपाईँहरूलाई यस्तो खतरा झरना लाग्छ होइन थर माथिबाट कति ठुलो झरना झरेछ क्या एकदमै ठुलो झरना तर त्यहाँको जस्तो सुकै भए पनि त्यहाँको चाहिँ पानी चाहिँ यति मिठो छ त्यो झरनाको होइन पानी चाहिँ ल्याउनुपर्छ साथीहरू हल्का भोक लाग्दैछ साथीहरू तर पनि हामी चाहिँ के गर्नु होइन कति क्युट क्युट छ हामी चाहिँ झर्ना जाँदैछु ल है त होइन रहेछ त को रहेछ भनेको त आन्छी पो हुँदो रहेछ ल अस्ति पनि आएको हामी यो ठाउँमा तर कस्तो
रात परेर है केही देखिएन भिडियोमा पनि फोनमा पनि। म चाहिँ प्योर मगर नि भएर हिँडेको छु, गुरुङ नि भएर हिँडेको छु। ओ माय गॉड हाम्रो मगर नि आन्टी पानी कति बोतल बोक्नु भएको, यहाँनिर 1 डोको बोतल, यता। सो गाइज ल हेर्नु स्वर्ग हेर्नु साथीहरू, स्वर्ग कति राम्रो छ स्वर्ग। ल हेर्नु कति राम्रो छ। म एउटा भिडियो क्लिक गर्नु पर्यो कि। हेर्नु तपाईहरु पनि दृश्य स्वर्गको। यो चाहिँ हाम्रो गाउँको झरना है साथीहरू, यही झरनाहरू देखाउनु लिएको मैले खासमा। डाँडामा घाम कति राम्रो देखिएको नि। अब यही भिडियो देखाउँछु म सबैजनालाई। गर्मीले खलखली भयो क्या। ल ओहो मान्छे राम्रो हो कि धानबारी राम्रो हो? कति राम्रो देखेको देखाउँदैन। गाइसी लुक्यो डाँडामा घाम लुक्यो। ल गाइस डाँडामा घाम लुक्यो। पानी लाउनु पर्छ नि ल। सो गाइस लुक यस्तो राम्रो जग्गामा आएको छौँ, यस्तो राम्रो हामी ठाउँमा आएको छौँ। हेर्नु कति राम्रो छ। अनि यो चाहिँ यहाँबाट चाहिँ पानी बोकेर हामी लाँदैछौँ अनि यहाँबाट चाहिँ हामी पानी खान्छौँ। ल लुक यो हाम्रो ठाउँ हेर्नु न कति राम्रो छ। म तपाईँहरूलाई ब्याकग्राउन्ड ब्याक क्यामेराबाट पनि देखाउँछु। देख्नुभयो साथी? झन्डै लडे साथीहरू, झन्डै माछा पक्रेर हौ। अबि यस्तै लडे त हौ, यस्तै झन्डै। ल गाई साथी के गर्नु गाह्रो छ। पानी पनि मिठो छ क्या यहाँको। यो हाम्रो अब यताबाट राम्रो नआउने रहेछ, यताबाट चाहिँ राम्रो आउने रहेछ किनकि यता उज्यालो पर्दो रहेछ। लाइटनिङको ठुलो काम हुन्छ साथीहरू। यो भिडियोमा चाहिँ जे गर्छ लाइटले गर्छ। कति राम्रो देखेको छ हाम्रो देश पनि होइन, कति राम्रो छ क्या। ल हेर्नु न टक 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 टक। कृषि प्रधान देश हो नि त, तर के गर्नु आजकल सबैजना अल्छी भइया। किनेर खानु मन लाग्छ, के गर्नु है। साइबा ल साथीहरू अब यसरी नै हो घुम्ने भनेको है। हेर्नु त हाम्रो धानबारीहरू। ओहो सो सबै वरिपरि। अबे धर्छ हजुर जय बसी बाजे। ए कस्तो राम्रो छ तपाईँको खेतको धान। अस्ति
कति राम्रो देखेको धानबारीमा। ओइ अहो मान्छे राम्रो हो कि धारा राम्रो हो? साथीहरू म चाहिँ आली हिँडिरहेको छु के। लुक हेर्नु न कति राम्रो बाटो हिँडिरहेको छु म। टक 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 है। तर सर्प चाहिँ नहोस् यार, सर्प भयो भने त मलाई डर लाग्छ सर्पसँग। हेर्नु न म यो आलीमा छु। सो गाइज हामी चाहिँ यो यति राम्रो ठाउँ छोडेर अब घर फर्किँदैछौँ है। यस्तो बाटो यो अलि हल्का जङ्गल बाटो फर्किँदैछौँ। यो ठाउँ छोडेर फर्किँदैछौँ किनकि अब घर जानुपर्ने हुन्छ, रात परिसक्यो। त्यही भएर आज मेरो भिडियोलाई पनि यही इन्ड गर्न चाहन्छु। तपाईँहरूलाई पनि एकदम राम्रो ठाउँ घुमाएँ है, मैले घुमाएँ, हेर्नुभयो। अझै पनि हेरिदिनु होला, मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला होइन। यति भन्दै म चाहिँ आज मेरो भिडियो यतिमै इन्ड गर्न चाहन्छु। डु लाइक कमेन्ट सब्सक्राइब। बाई बाई साथीहरू, लभ यु अल। अर्को भ्लगमा भेटौँला है।